के बोन तपाईहरुको लागि हो? कस्तो इन्भेस्टरले बोनमा इन्भेस्ट गर्ने? बोन र डिबेन्चरमा तपाईले लगानी गर्दै हुनुहुन्छ भने के कुरामा ध्यान दिनुपर्छ? बोन र डिबेन्चरमा कुन राम्रो भनेर सोचिरहनु भएको छ भने यो भिडियो तपाईहरुको लागि। इन्भेस्टिङ सिरिजको आज डे 7 मा सिक्ने छौं। यदि तपाई शेयर मार्केट सम्बन्धी नयाँ हुनुहुन्छ र शेयर मार्केट क्लास जोइन गर्ने सोचिरहनु भएको छ भने फ्रीमा नेपाली अप्सन ट्रेडरलाई सब्स्क्राइब गरेर नेपाली अप्सन ट्रेडरको प्लेलिस्टमा गएर बेसिक शेयर मार्केट कोर्स डे 1 देखि डे 6 सम्मको भिडियो हेर्न सक्नुहुन्छ र बाँकी भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आउनु सुरु गरौँ। अब कुरा गरौँ आजको फर्स्ट टपिक्सको बारेमा। बोन भनेको के हो? बोन भनेको एक प्रकारको ऋण लोन हो जुन कुनै पनि देशको सरकार वा ठूला कम्पनीहरूले इस्यु गर्छन्। जब कुनै कम्पनी वा सरकारलाई पैसाको आवश्यकता पर्छ तब बोन इस्यु गरिन्छ, जुन एक लिखित सम्झौता हो जसमा प्रत्येक वर्ष ब्याज भुक्तानी गरिन्छ भने बोनको समय अवधि समाप्त भइसकेपछि ब्याज र सावा दुवै एकैसाथ भुक्तानी गरिन्छ भने त्यसलाई बोन भनिन्छ। यसलाई एउटा इक्जाम्पलबाट पनि हामीले बुझ्न सक्छौं। 2025 मा नेपाल सरकारले 1 अर्ब बराबरको बोन इस्यु गर्ने भन्यो भने उसले कति बोन इस्यु गर्छ त भनेर जान्नको लागि हामीले त्यो 1 अर्बलाई बोनको फेस भ्यालु वा पार भ्यालु 1000 ले भाग गर्यौं भने 10 लाख आउँछ। 10 लाख बराबरको नेपाल सरकारले बोन जारी गर्छ र यदि त्यो बोनको 10 वर्षको म्याच्युरिटी पिरियड छ र 10% इन्ट्रेस्ट रेट छ भने यदि तपाईले त्यो कम्पनीको 100 क्वान्टिटी बोन बाइ गर्नुहुन्छ भने तपाईको टोटल इन्भेस्टमेन्ट 100 क्वान्टिटी शेयर इन्टु 1000 गर्दा 1 लाख तपाईको इन्भेस्टमेन्ट हुन्छ र प्रत्येक वर्ष तपाईले 1 लाखको 10% 10,000 ब्याज पाउनुहुन्छ भने 2035 मा इन्ट्रेस्ट र प्रिन्सिपल दुवै गरी 1,10,000 फिर्ता पाउनुहुन्छ। कहिलेकाहीँ बोन प्रिमियम वा डिस्काउन्टमा पनि इस्यु हुन्छ। यदि फेस भ्यालु भन्दा कममा बोन इस्यु हुन्छ भने त्यसलाई डिस्काउन्ट भनिन्छ भने फेस भ्यालु भन्दा धेरैमा बोन इस्यु हुन्छ भने त्यसलाई प्रिमियम भनिन्छ। आउनुहोस् कुरा गरौँ बोनमा लगानी गर्दा के कस्ता फाइदा हुन्छन् त भनेर। प्राय बोनमा गरेको लगानी सुरक्षित हुन्छ। निश्चित अवधिको समाप्तिपछि प्रिन्सिपल र इन्ट्रेस्ट दुवै फिर्ता हुन्छ भने प्रत्येक वर्ष ब्याज इन्ट्रेस्ट प्राप्त हुन्छ। यदि भविष्यमा मार्केट इन्ट्रेस्ट रेट सस्तो भयो र तपाईले आज खरिद गरेको बोनको रेट हाई छ भने तपाईलाई फाइदा हुन्छ। यदि कुनै बोन नेपाल स्टक एक्सचेन्जमा लिस्टेड छ भने बोनको प्राइस पनि तलमाथि हुन्छ। यदि मार्केटमा इन्ट्रेस्ट रेट सस्तो छ भने बोनको प्राइस हाई हुन्छ र मार्केटमा इन्ट्रेस्ट रेट हाई छ भने बोनको प्राइस लो हुन्छ। आउनुहोस् कुरा गरौँ आजको सेकेन्ड टपिक्स लास्ट टपिक्सको बारेमा। डिबेन्चर भनेको के हो? डिबेन्चर पनि एक किसिमको बोन हो जुन सामान्यतया कम्पनीहरूले इस्यु गर्छन्। डिबेन्चर प्राय बोनको तुलनामा अनसेक्योर्ड हुन्छ। बोनमा तपाईले कोल्याटर पाउनुहुन्छ, जस्तै सरकारको ग्यारेन्टी हुन्छ भने डिबेन्चरमा हुँदैन। यदि तपाई कम जोखिम चाहनुहुन्छ भने बोन राम्रो हुन्छ भने यदि तपाईले धेरै जोखिम चाहनुहुन्छ भने तपाईको लागि डिबेन्चर राम्रो हुन्छ। कसरी भन्ने तपाईको मनमा प्रश्न छ भने यदि तपाईले बोन खरिद गर्नुभयो भने इन्ट्रेस्ट रेट कम पाउनुहुन्छ भने डिबेन्चर खरिद गर्नुभयो भने बोनको तुलनामा डिबेन्चरमा इन्ट्रेस्ट रेट हाई हुन्छ। किनभने जुन चीजमा रिस्क धेरै हुन्छ त्यो चीजमा रिटर्न पनि धेरै हुन्छ। जोखिम मन पराउनुहुन्न भने तपाईहरुको लागि गभर्नमेन्ट बोन सबैभन्दा राम्रो विकल्प हुन्छ भने यदि तपाई रिस्क टेकर हुनुहुन्छ, जोखिम मन पराउनुहुन्छ भने तपाईको लागि डिबेन्चर राम्रो हुन्छ। किनभने डिबेन्चरमा बोनको तुलनामा अलि बढी इन्ट्रेस्ट रेट हुन्छ। बोन वा डिबेन्चर दुवै एउटै प्रकृतिको सेक्युरिटी हुन् जसको फेस भ्यालु 1000 नै हुन्छ। तपाईलाई लाग्न सक्छ कम्पनीले बोन डिबेन्चर इस्यु किन गर्छ भनेर। कुनै पनि कम्पनीले तत्कालको नगद आवश्यकता पूरा गर्नको लागि वा नयाँ परियोजनामा लगानी गर्नको लागि बोन वा डिबेन्चर इस्यु गर्ने गर्छन्। अब अर्को प्रश्न तपाईको मनमा आउन सक्छ, कम्पनीले शेयर इस्यु नगरेर बोन डिबेन्चर इस्यु किन गर्छ भन्ने लागेको छ भने तपाईले यो बुझ्नु जरुरी छ कि यदि कम्पनीले शेयर इस्यु गर्छ भने उसले प्रॉफिट शेयरिङ पनि गर्नुपर्छ। भन्नुको अर्थ यदि कम्पनीले आफ्नो कम्पनीको 100% को शेयरमा 30% शेयर पब्लिकलाई डिस्ट्रिब्युट गर्यो भने भविष्यमा कम्पनीले 100 रुपैयाँ कमायो भने 30 रुपैयाँ प्रॉफिट पब्लिकलाई दिनुपर्छ। बोन वा डिबेन्चर इस्यु गर्दा एउटा निश्चित अवधिसम्मको ब्याज र सावा भुक्तानी गरेपछि भविष्यमा कम्पनीको प्रॉफिटबाट कुनै पनि प्रॉफिट शेयरिङ गर्नु पर्दैन। अब कुरा गरौँ बोन र डिबेन्चर किन बढी धेरै सुरक्षित हुन्छन् या सेक्योर्ड हुन्छन् भन्ने कुरा गरौँ। यदि कम्पनीले नाफा कमाए पनि नकमाए पनि आफ्नो रिटेन अर्निङबाट भए पनि फर्स्टमा बोन वा डिबेन्चर होल्डरहरूलाई इन्ट्रेस्ट पेमेन्ट गरेपछि बचेको रकम डिभिडेन्डको लागि डिस्ट्रिब्युट गर्छन् र कम्पनी डुब्यो भने इक्विटी होल्डर भन्दा पहिला डिबेन्चर होल्डरहरूले पाउँछन्। त्यसैले यो इक्विटी भन्दा सेफ हुन्छ। नेपाल स्टक एक्सचेन्जमा केही लिस्टेड डिबेन्चरहरू रहेका छन्, जस्तै 10.15% को प्राइम डिबेन्चर 2084 जसको 50 लाख किता डिबेन्चर लिस्टेड छ भने यसैगरी 10.75% को एसबीएल डिबेन्चर 2089 को 40 लाख किता डिबेन्चर लिस्टेड छ भने 10.25% को सानिमा डिबेन्चर 2089 को 50 लाख किता लिस्टेड छ। यस्तै विभिन्न कम्पनीहरूको डिबेन्चर लिस्टेड छन्। यदि तपाईले किन्न चाहनुभयो भने सजिलै तपाईको टिएमएस बाट बाइ गर्न सक्नुहुन्छ।
यदि तपाईले एफडी गर्ने सोचिरहनु भएको छ भने फर्स्टमा तपाईले यदि एफडी को इन्ट्रेस्ट रेट भन्दा बोन्ड वा डिबेन्चरको इन्ट्रेस्ट रेट धेरै छ भने तपाईले बोन्ड या डिबेन्चरमा इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ र यदि बोन्ड वा डिबेन्चरको इन्ट्रेस्ट रेट कम छ भने तपाईले एफडी मा इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ। आजलाई यति नै। नेक्स्ट भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।